आज कक्षा 10 क्लासको संक्षिप्त भाग विधि पढ्दैछौँ हामी हैन। अभ्यास 1.2.2 क्वेशन नम्बर 1 को यो छ, संक्षिप्त भाग विधिमा भाजकको डिग्री कति हुन्छ? 1 डिग्री। संक्षिप्त भाग विधिमा भाजक र भागफलको डिग्रीमा 1 डिग्रीको फरक हुन्छ। क्वेशन नम्बर 2 एउटा बहुपदी दिएको छ, यसको भाजक दिएको छ जसको भाजक x - 2 हो। भाजक x - 2 लाई हामी x - k सँग तुलना गर्दा हामीलाई k = 2 प्राप्त हुन्छ। अब दिएको बहुपदीलाई र भाजकलाई संक्षिप्त भाग विधिको संरचनामा राखेर हामी यसलाई सल्भ गर्नेछौँ। अब यसलाई संक्षिप्त भाग विधिको संरचनामा राख्दा हामीले दिएका बहुपदीका चलराशिहरूको गुणांक, जसलाई अंग्रेजीमा कोफिसिएन्ट भनिन्छ, लाई मात्र यहाँ राख्ने हो। यहाँ हेर्दाखेरि x³ को गुणांक 1, x² को -7, x को 13 र अचर राशि 3 रहेछ। यसलाई राखिसकेपछि अब k को भ्यालु 2 यहाँ राख्ने, 1 लाई यहाँ तल जस्ताको त्यस्तै सार्ने हैन। यहाँ हामी भागफलहरू लेख्छौँ। अब के गर्ने भने 1 लाई 2 ले मल्टिप्लाई गरेर यहाँ लेख्ने र जोड्ने। फेरि -5 आयो गरेर अब -5 लाई 2 ले मल्टिप्लाई गरेर यहाँ लेख्ने हो र यसलाई फेरि जोड्ने हो। जोडेर 3 आयो। अब 3 लाई फेरि 2 ले मल्टिप्लाई गरेर यहाँ राख्ने हो र जोड्ने हो। जोडेर 9 आयो भनेपछि तल जुन आयो नि हाम्रो कोफिसिएन्टहरू तलको त्यो नै qx कोसेन्ट अथवा भागफल हो हैन। भागफल यसको आयो x² यहाँ -5 छ त्यसैले 5x + 3 हैन। यहाँ rx भनेको शेष हो, रिमाइन्डर, जुन चाहिँ 9 आयो। यहाँ ध्यान दिने कुरा के हो भने भागफल qx लिँदाखेरि भाज्यको भन्दा 1 डिग्री कम हुन्छ यसको घातांक। त्यसैले भाज्यमा घातांक x³ थियो जसको हैन, उसको भागफल x² छ, जसको x² थियो उसको x छ र जसको x थियो उसको अंक मात्रै रहेछ भनेपछि x को घातांक 0 भयो, जुन चाहिँ 0 को पावर = 1 भएर मल्टिप्लाई भएर 3 नै भयो। ल धन्यवाद है। च्यानललाई सब्स्क्राइब गरी हामीलाई सहयोग गर्नुहोला। धन्यवाद।